के तपाईलाई बारम्बार टाउको दुख्छ? अत्याधिक टाउको दुख्ने बेलामा वाकआउट लाग्ने, बान्ता हुन खोज्ने, रिस उठ्ने, झर्को लाग्ने, बोल्न मन नलाग्ने पनि हुन्छ। र टाउको चाहिँ कहिले दाहिने दुख्ने, फेरि दाहिने निको भएपछि देब्रे दुख्ने पनि गर्छ। र टाउको दुख्दाखेरि चाहिँ मान्छेले नबोलिदियोस् हैन, कोही चाहिँ छेउमा नआइदियोस्, बत्तीसत्ती निभाएर एक्लै बस्नु मन लाग्ने खालका पनि लक्षणहरू तपाईँलाई देखा पर्छ। त्यसो हो भने तपाईँलाई माइग्रेन हुनसक्छ। तपाईँले त्यो माइग्रेन भइसकेपछि पनि तपाईँले धेरै ठाउँ चेक गर्नुभयो, एमआरआई सिटी स्क्यानको रिपोर्टहरू चाहिँ नर्मल आयो, रगत परीक्षण गर्दाखेरि पनि रिपोर्ट नर्मल आयो, औषधि खाउन्जेल मात्रै कम हुन्छ, औषधि खान छोडिसकेपछि फेरि दुख्छ, अथवा त्यही औषधिले चाहिँ पहिले काम गर्थ्यो र अब 2-3 महिना भइसक्यो औषधि खाएको तर काम गर्न छोडेको छ भने तपाईँको विकल्पको रूपमा सफल हस्पिटलले इन्टिग्रेटेड न्युरो माइग्रेन थेरापी उपचार पद्धति ल्याएको छ। तपाईँको दुखाइ कम गर्नुको साथसाथै पछिसम्म पनि नहुने गरी जीवनशैलीलाई पनि परिवर्तन गरेर विभिन्न अल्टरनेटिभ मेडिसिनका चिकित्सा पद्धतिहरू चाहिँ एकीकृत गरेर एभिडेन्स बेस्ड प्र्याक्टिस, वैज्ञानिकले प्रुभ गरेको चिकित्सा पद्धतिहरूलाई चाहिँ समयानुकूल परिष्कृत गरेर चाहिँ हामीले नेचुरल ट्रिटमेन्ट चाहिँ गर्दै आएको छौँ, जसले गर्दाखेरि कुनै साइड इफेक्ट पनि हुँदैन। यदि जीवनशैलीलाई मेन्टेन गर्नुभयो भने यसको इफेक्ट पनि लङ लास्टिङ रहन्छ।